कहानी सुरु गरे 10 का लान्सका बेन्चबाट सरहरू भन्थे राम्रै पढ्ने गरे आजैबाट भविष्य हेर्दा भइरहेछ अहिले गर्न काट भागेर डेली जान्थे 1 बजे दिन स्कुलबाट समय हेर्दा हेर्दै बितिसक्यो 18 वर्ष काम छैन केहीमा खाली भइरहेछ याचेमे वर्ष के कस्तो हो भने बुझ्दैछु म अहिले सङ्घर्ष गर्दैछु मेहनत एक दिन पर्ने छैन सबै दङ्ग फर्केर आउँदिन म कहिले तिम्रो बाटोतिर हेर्दै जा कस्तो चर्चा हुन्छ तेरो गाउँतिर को यो पागल केटो भनेर तँ हेपिरन्ती स्कुल हेर्न पछि आउँछस् मेरो पाउतिर चल खोल्दैन या खोलिरहेको छु आफ्नै ड्रिम माथि जे बोलिरहेको छु त्यो म गरेर देखाउँछु साथी काफीमा गोछु गाना डेली 12 बजे राति दुःखलाई बुझिदिने चाया छ मेरो असल साथी केटीलाई छोड्दै आफ्नो करियरमा ढङ्गर पहिले 2 दिनको झुटो माया लाउनु छैन अब हामीले के सोच्छ भन्ने स्टार्ट गरिया त बाटे अहिले 1-2 दिन पुरा गर्छन् बुझ्न खोज्छन् औकात छैन के छैन औकात हम गुलामी गरे खान्छु जहिले त्यो जस्तो केटी चाया छैन जाति अब हामीले चोको त्यो माया गर्किन बाना गर्छ सर्दिन जहिले तिम्रो चक्करमा कति रोइसके बामालाई मैले कहिले काहीँ यस्तै हुन्छ पाकेले हामीलाई ठगिदिन्छ त्यो देख्दाखेरि छाडी जानु पर्ने के नै थियो त समय आउँथ्यो एक दिन त्यही दिशामै फिर्ने थियो त सायद धनी मुस्के भिखारीलाई हेर्ने थियो त ठिकको जिन्दगीले अर्को बाटो मोडिदियो भगवानले पनि मलाई राम्रो बाटो देखाइदियो झुटाकी पलहरू मनभित्रबाटै हटाइदियो जे भने त्यही म भगवानले यहाँ सबै दिलाइदियो खाऊ छ नि साथी हामी लुकी छुपी खेलेको टिफिनको टाइममा सँगै बसी मोबाइल हेरेको उ साथी भन्दै आहा कस्तो गरे मिलेको छ नि कापीमा त्यो साथी पनि लेखेको जे बित्यो बाल्यकालमा जिन्दगानी राम्रो बित्यो अहिले त काचस म काचो हेर्न पर्छ बित्यो फोन पनि छैन मेसेज पनि आजकल हेर्ने बिर्स्यो साँझिक लास्टै भएको रहेछ मेरो मनै टुट्यो कसरी भुल्न सकिस् यति छिटो साथी मलाई छ नि एउटै बाजमा नास्ता खुवाएको मैले तँलाई मैले त भुल्या छैन होला पनि सोचिरहेथे अहिले त गयो म चिन्दिन भन्छ तँलाई ठिक छ साथी तेरो सफल भएको देख्न पाऊ माया त मनमै छ यो साथी पनि बोल्न पाऊ जीवनमा धेरै बुझ्यो अझ केही बुझ्न पाऊ यो मेरो साथी पनि एक दिन मैले भन्न पाऊ औ जिम्ना पहिलोपल्ट गायो तिमी फुल्की रानी क्या राम्रो बोली चाली स्वर्ग कि अप्सरा खानी माया त गर्छु तिमीलाई पुरी बस्नु मलाई सानी डिस्कस त भइहाल्छ न छोड्नु मलाई जानी जानी भ्यालमा चलिरहेछ जिन्दगानी यता मेरो के कस्तो चलिरहेछ भनौ बरु त्यता तिम्रो यता यो तिम्रो लास्टै चलिरहेछ अहिले पहिरो तिम्रो र मेरो माया बनाउनु छ अति गहिरो कहाँ बस्छौ भन तिमी अच्छा म कि डोटीतिर यता यो तिम्रो माया भेट न त भोलितिर पाएको माया छोड्ने छैन मैले यतिखेर जे चलिरहेको सबै याद छ मलाई त्यतिखेर 2 दिनको जिन्दगानी हाँसी खुसी रमाउला धन सम्पत्ति हामी मिलिजुली कमाउला छोरा छोरीलाई राम्रो संस्कार अनि सिकाउला जिन्दगानी यस्तै यस्तै गरे बिताउला यो वाट्सअप जिगर छेत्री च्याल 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 18 वर्ष पुगिसक्यो दाम छैन तेरो जेम यता उता डुल्छ खाली काम छैन तेरो काम रोइरहन्छ डेलिङ हर्जिङ कोटाको त्यो बिस्तरमा केटीको चक्कर छोड्दै केटा दुःख पलास भविष्यमा याद छ मलाई अहिले पनि काचु फुर्केको गरिबीको झुपडीमा बस्ती हुर्केको आफन्तो अगाडि म त ढेल्ली झुकेको अब झुक्दैन म कहिले पनि सबलाई ढुक्छु म च्याल 2 मिनटको मजाकरी लगाइरहेको छु क्रिम आमालाई सुकिराख्ने त्यही हो मेरो ड्रिम भना छैन बन्छ अब एउटा टेन्सन फिल्म सत्रहरू हेर्दै बस्छन् तान्दै गर्छ फिल्म चल बडरास ब्रो सोच केना लेखिरहेको छु रोज खेल फल माथि भइरहन्छ कहिले हार्नु मान्नु बुझ्नु बस हेरा चाहिँ सस खुसिरास फ्री बस जति छु ट्राई गरे पनि अब जाँदैछु स्कुल बस च्याल च्याल हामी सल्याङ हाम्रो छुट्टै स्टाइल तिमीलाई देख्दाखेरि पहिलो बारमै भयो नि घायल केलाउँछु भन्छु तिमीलाई ल्याइदिन्छु पाइल तिमीलाई मायामा बसाउने मेरो छुट्टै स्टाइल सिम्पल क्युटी क्युटी नानी बिग फ्यान लेट्स गो याउ फर्केर आए कान्छी तिम्रो त्यो गाउँतिर एज कति हो पहिला पछि जाम्ला कामतिर जातमातको मतलब छैन हेर खाली टाइम दिन उठाइदिन्छु तिमीलाई सधैँ कुरी बस्नु गाउँतिर याउ चाहिन्छ अरे तिमीलाई फुल डोज छाडा साडा होइन हामी खाने गाजा सादा केटा चाहियो अरे यसलाई अति मन पराउने सिम्पल केटा चाहिँदैन हामीलाई त्यस्तो छाडे पाते सिम्पल केटा चाहिन्छ भने ल्याएर आउँछु